हेलो गाइज गुड मर्निङ र आजको न्यू डिस आउनेवाला छ फेरि यो चाहिँ बाख्राको खुट्टा यसलाई चाहिँ भन्छ पाचा फार्सीमा सामान रेडी हुँदैछ अब कटिङको लागि सो यसलाई चाहिँ यहाँनिर मैले राखिसकेको छु है यो चाहिँ हल्का डढाउनु पर्छ यसमा चाहिँ हल्का भुत्ला सुत्लाहरू पनि छ त्यही भएर यसलाई चाहिँ डढाउनु पर्छ र यहाँ कटिङ पनि गरिसकेको छु यसलाई चाहिँ मेरिनेट गरेर राख्नुपर्छ एकछिन है सो यहाँ चाहिँ यसरी डढाउनु पर्छ आप इरानी है बङ्गाली You? Irani? India. India? Okay. यसलाई चाहिँ टक्क यसरी डढाउनु पर्छ मजाले यसको भुत्ला सुत्ला त्यसपछि चाहिँ पकाउनु पर्छ है अब यसलाई चाहिँ टक्क यो एल्युमिनियमले ठुलो ग्यास गर्नुपर्छ त्यसपछि चाहिँ सानो ग्यास गरेर 2 घण्टा पाक्यो भने खलास अब पाकिसकेर देखाउँछ है त साथीहरू सो गाइज अब चाहिँ फाइनली पाकिसक्यो यो है पानी सानी सब सुकिसक्यो ड्राई सुक्खा हल्का ग्रेभी मात्रै छ अब चाहिँ खाना खानुपर्छ बाइ बाइ गाइज अब चाहिँ डिनर टाइम होप यु इन्जोय द भिडियो व्लग्स एनिथिङ so don't forget to follow video vlogs video bye bye